पोखरामा पनि 100 भन्दा बढी कन्सल्टिङ फर्म छ। हामीले बल्ल बल्ल 7वटा 8वटा गरेर बल्ल बढाउँदैछौँ किन भन्दाखेरि स्केपको बारेमा बुझ्ने बुझाउन न हामीले सक्यौँ न उहाँहरू आफै नै जमर्को गर्नुभयो है। खालि अब स्केपको बारेमा सुनेको भरमा र भएको कुरा गरेको भरमा नै हामीले चाहिँ अहिले मेम्बर बनायौँ र अहिले हामीले एउटा कोअर्डिनेसन सेन्टरको रूपमा हामीले त्यहाँ स्थापना गरेको छौँ। र मलाई के लाग्छ भन्दाखेरि पोखरा साँच्ची नै राम्रो छ र हाम्रो टिम पनि है अहिले हामी 7 जनाको एउटा टिम बनाएको छौँ। यहाँहरूप्रति के कमिटमेन्ट गर्छौँ भन्दाखेरि हामीलाई भन्दा च्यालेन्ज पनि छ, अपर्च्युनिटी पनि छ होइन। हामीले के च्यालेन्ज छ भने अब यहाँहरू यति विज्ञ हुनुहुन्छ, यति धेरै काम गर्नुभएको छ होइन, फेडिकदेखि लिएर दुनियाँ जमानादेखि यो क्षेत्रमा काम गर्नुभएको छ। तर हामी यहाँहरूसँगै हातेमालो गर्दै र भोलि गएर स्केपको हामी पनि एउटा चाहिँ मेम्बर हो र हामीले यो गर्न सक्यौँ भनेर चिनाउन पनि सक्छौँ। र यहाँहरूलाई पनि म के भन्न चाहन्छु भन्दाखेरि पोखरा साँच्ची नै मलाई के लाग्छ भन्दाखेरि संसारको एउटा उत्कृष्ट गन्तव्य र एकदमै राम्रो ठाउँ हो।